आजकल यो मुखमा न स्याउको स्वाद लाग्छ न रक्सी। तो लगा मेरा मजाक। मलाई त्यो जिन्दगी नै बेस्वादको लाग्न थाल्यो हौ दाइ। साले बिके मभन्दा धेरै विरक्ति हुन थालिस्। ल गजब बेइज्जती है। तपाईँको यो खैनी मार्दा मार्दा मेरो हातको भाग्यरेखा नै मेटिसक्यो। बिके यो माया बिनाको जिन्दगी त साह्रै उराठ लाग्दो रहेछ हौ। गरी खानु न मरिजानु। टेंशन नहीं लेने का, अपुन है ना। फेरि त्यो फ्याउरीको फोटो हेरेर आलु जस्तो कुरा नगर्दो दाइ। यसोको पछि लाग्नलाई यहाँ आधा जुनी खेर गइसक्यो। बात तो सही है। प्रेममा आधा जुनी र पुरा जुनीको हिसाब हुँदैन केटा। प्रेम अपरम्पार हुन्छ। पारै नलाग्ने प्रेम अपरम्पारै त हुन्छ। तर त्यो केटी एक दिन फर्किन्छ कि यस्तो आश लाग्छ केटा मलाई। चुप, बिल्कुल चुप। फर्किन्छ दाजु, फर्किन्छ। तपाईको म यहाँ एउटा यता च्यापेर फर्किन्छ। तपाईँ कुरिराख्नुहोस् है, म चाहिँ यो ठाउँमा बस्दिनँ, लाग्छु सहरतिर। साला ये दुख का खत्म नहीं होता बे। साले बिके मेरो बोल्ने साथी भयो नि हिँड्ने साथी भए पनि त मात्रै बाँकी छस्। त पनि छोडेर जान्छस् मलाई। चीटिंग करता है तू, चीटिंग 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 करता है तू। यो महान प्रेमीहरूको संगत गर्न नसकिने रहेछ दाइ। आजकल त यो हिमाल देख्दा पनि कुनै दुखी प्रेमी ठिङ्ग उभे जस्तो लाग्छ। यो खोला हेर्दा पनि तपाईँकै आँसु बगे जस्तो लाग्छ। म सक्दिनँ दाजु। हैट।